नमस्कार। आजको नयाँ भिडियोमा यहाँलाई स्वागत छ र आज यो भिडियो चाहिँ मेरो च्यानलको 5औँ भिडियो हो र मलाई आशा छ हजुरहरूले चाहिँ यस्तै प्रकारका नयाँ भिडियोहरू हेर्नका लागि च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुहुनेछ र मैले चाहिँ अब आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले यो च्यानल चाहिँ खोलेको हो। त्यसैले सब्स्क्राइबरहरू पनि एकदमै कम हुनुहुन्छ। हजुरहरूको साथले चाहिँ सब्स्क्राइबरहरू धेरै बढ्नुहुनेछ भन्ने चाहिँ मैले आशा लिएको छु। त्यसैले सुरुमा त च्यानललाई सब्स्क्राइब गरिहाल्नु होला र अब मैले चाहिँ आज 3वटा कम्पनी एउटा हेमस्टार ऊर्जा कम्पनी लिमिटेडले चाहिँ आइपिओ जुन जेठ 30 गतेदेखि असारको 13 गतेसम्म चाहिँ आइपिओ बिक्री खुल्ला गरेको छ। हजुरहरूलाई लाग्न सक्छ किन यति धेरै दिन त, किनभने यो सर्वसाधारणको लागि होइन। यो चाहिँ एउटा चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि हो। अब यसमा पनि आयोजना प्रभावित क्षेत्र भनिसकेपछि अब हजुर हेमस्टार ऊर्जा कम्पनीको आयोजना क्षेत्रको स्थानीय बासिन्दा हुनुहुन्छ भने हजुरले भर्न पाउनुहुन्छ। तर जहाँसम्म लाग्छ यो भिडियो हेर्नुभएको यदि हजुर हुनुहुन्छ कि हुनुहुन्न त्यो बारेमा बरु कमेन्ट गर्नु होला। स्थानीय क्षेत्रमा हजुरको छ भने हो, होइन भने छैन हजुरले। अनि अर्को कुरा चाहिँ यसको लागि चाहिँ स्थानीय बासिन्दाको लागि 1,86,500 किता आइपिओ निष्कासन गरेको छ। यदि एउटाले 10 किता भर्ने हो भने पनि 18,650 जनाको लागि त यो आइपिओ पर्ने नै हो भनिसकेपछि पक्कै पनि यो स्थानीयमा चाहिँ हजुरलाई 18,000 नहोलान् जहाँसम्म मानिसहरू एउटा व्यक्तिले पनि धेरै किता 20, 30, 40 कितासम्म एप्लाई गरेर पाउन सक्ने सम्भावना हुन्छ। यो त एउटा सामान्य कुरा भयो। यो 100को दरले नै हुन्छ। यदि हजुरहरू चाहिँ सर्वसाधारण हुनुहुन्छ भने चाहिँ यसको आइपिओ कहिले आउँछ भन्ने जिज्ञासा हुन सक्छ। जब यो आयोजना प्रभावित क्षेत्र अनि वैदेशिक रोजगारीको लागि यो आइपिओ खुल्ला भइसकेपछि त्यसको रिजल्ट आउँछ र केही समयपछि चाहिँ तपाईँ हामी सर्वसाधारणको लागि पनि यो आइपिओ खुल्नेछ, यो बारेमा हामीले आशा गरौँ। र अर्को कुरा चाहिँ वैदेशिक रोजगारीमा रहेको व्यक्तिको लागि पनि 30 गतेदेखि 13 गते, जेठको 30 गतेदेखि असारको 13 गतेसम्म, किनभने लामो समयसम्म खुल्ला गर्दा चाहिँ आइपिओ धेरैले भर्ने चान्स हुन्छ भन्ने यो कम्पनीको उद्देश्य हो। तर अहिलेको समयमा त उसले भरे 2-3 दिनमा नै अब वैदेशिक रोजगारीको ओभर सब्सक्राइब हुन्छ भने अब सर्वसाधारणको त हजुरलाई थाहा नै छ, पहिलो दिन नै अब 4-5 गुणा नै बढी गइदिइहाल्छ। अहिले हामीले हेरिहाल्यो जस्तो ट्रेड टावरको पनि मैले यसभन्दा अगाडि कतिजनाले भरे कतिले पाउने भन्ने बारेमा जानकारी गराएको थिएँ। र यो वैदेशिक रोजगारीको लागि चाहिँ यसले 93,250 किता आइपिओ सार्वजनिक गरेको छ, निष्कासन गरेको छ। यसको मतलब चाहिँ यदि कुनै एउटा व्यक्तिले 10 किता भर्यो भने 9,325 जनाको लागि चाहिँ यो आइपिओ पर्ने छ भन्छ एउटालाई। अब जसो पनि ओभर सब्सक्राइब हुन्छ 10 किता नै हो पर्ने, जहाँ चाहिँ 9,332 जनालाई मात्र हो आइपिओ पर्ने। अब धेरैजनाले 1 लाखभन्दा बढी कतिले भर्नुहुन्छ हेरौँ होला, हामीले त्यो सबै जानकारी दिनेछु। र अर्को कुरा यो पनि 100को दरले नै हो र हाइड्रो पावर हो है त। र अर्को कुरा यसमा जानकारी दिने यो चाहिँ वैदेशिक रोजगारीका लागि नेपाली वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि चाहिँ निष्कासन गर्ने हो भनेर बुझ्नु होला। यदि हजुरहरू चाहिँ विदेशमा हुनुहुन्छ र हजुरहरूले चाहिँ वैदेशिक रोजगारी द्वारा चाहिँ हजुरले पहिला पनि आइपिओ भर्दै आउनुभएको थियो भने त्यो भर्न सक्नुहुन्छ। र यो कसरी के प्रक्रियाको बारेमा चाहिन्छ भने कस्तो व्यक्तिले भर्ने भन्ने बारेमा चाहिन्छ भने कमेन्ट गर्नु होला, मैले नयाँ भिडियो ल्याउँछु। र अर्को कुरा चाहिँ ट्रेड टावरको आइपिओ कहिले बाँडफाँड हुन्छ जस्तो पहिलो हाम्रो सान्वी इनर्जीको कुरा गरौँ। आजको मिति आज चाहिँ फ्राइडे हो र यही मन्डे जुन मन्डे नै हाम्रो चाहिँ आइपिओ बाँडफाँड हुने भनेको छ भनिसकेपछि आजको मितिदेखि ठ्याक्कै 3 दिन रहेको छ। यो आइपिओ 3 बजे बाँडफाँड हुने भनेको छ, अरूको चाहिँ बिहानै हुन्थ्यो। र अर्को कुरा चाहिँ ट्रेड टावरको आइपिओ फेरि कहिले बाँडफाँड हुन्छ भने अहिले चाहिँ सान्वीको हुन्छ यो आउँदो हप्ता, र त्यसको आउँदो हप्ता चाहिँ सोमबार, मङ्गलबार, बिहिबार अथवा शुक्रबार चाहिँ ट्रेड टावरको आइपिओ बाँडफाँड हुने सम्भावना छ। यदि सबै प्रक्रियाहरू कार्यहरू सकिए त्यो कुरा बुझ्नु पर्यो। पहिला हामी सान्वी इनर्जीको बाँडफाँड हेरौँ, त्यसपछि हामी ट्रेड टावरको बारेमा हेरौँ होला है त। ल अब यस्तै प्रकारका नयाँ भिडियोहरू मैले यस च्यानलमा अपलोड गर्छु, त्यसैले च्यानललाई सब्स्क्राइब गर्नु होला
बरु यदि कस्तो भिडियो चाहिन्छ त्यो बारेमा बरु कमेन्ट गर्नुहोला र भिडियोको चाहिँ साथीलाई सेयर गर्न भने नभुल्नुहोला है त। हवस् त।